नेपालले आफ्नो तेस्रो म्याच वेस्ट इन्डिजको खिलाफ पनि हारिसक्यो। हिजो फेरि हाम्रो ब्याटिङ चाहिँ नचलेको। हिजो जसरी नेपालको ब्याटिङ भइरहेको थियो, मलाई म्याच हार्नुभन्दा बढी यो बातको डर थियो कि वर्ल्ड कपको लोएस्ट स्कोर नेपालको नाममा नबनिएर जसरी विकेट खसिरहेको थियो। तर थ्याङ्क्स टु दिपेन्द्र सिंह ऐरी एन्ड सोमपाल कामे जसरी हाम्रो विकेट खसिरहेको थियो, उहाँले एउटा सम्मानजनक स्कोरमा लगिहाल्नुभयो। हिजो पनि हाम्रो बौलिङ राम्रो भयो, तर ब्याटिङ एकदमै खराब। पहिला ओभरमा नै कुशल भुटेलले विन्सिङमा विकेट दिइहाल्नुभयो। अनि सबैभन्दा नराम्रो त लाग्यो जब रोहित पौडेललाई एलबिडब्ल्यूमा आउट दिइसक्यो अनि पछि रिभ्यूले यता थाहा भयो कि त्यो अम्पायर कल थियो। अम्पायरले यदि नट आउट दिन्थ्यो भने हाम्रो स्कोर अर्को हुन सक्थ्यो। हिजो नन स्ट्राइकरमा कोही एकजना 29 जन रोकिहाल्थ्यो भने दिपेन्द्र सिंह ऐरी विराट कोहली जस्तो एउटा ठुलो पारी खेल्न सक्नुहुन्थ्यो। एङ्करको पनि अनि पछि गएर एसेलरेट पनि गरिदिनुहुन्थ्यो। तर त्यस्तो कुनै नन स्ट्राइकरमा प्लेयर नै थिएन। वर्ल्ड कपबाट त बाहिर भइसकेछौँ। अब विश गरिरहेछु कि लास्ट म्याच जितेर आफ्नो इज्जत बचाइहालोस् हाम्रो ब्याटरहरूले। अनि फ्यान्स डोन्ट वरी, तपाईँहरू मात्र ब्याटिङलाई हेर्नु भइरहेछ, म बौलिङलाई हेरिरहेछु। पहिला 122 रन अनि हिजोको म्याचमा 133 रन। यो रनलाई 15 ओभर 12 ओभरसम्म हाम्रो बौलिङले घिचिरहेछ। मिन्स तपाईँ बुझ्नुपर्छ कति फिडब्याक दिइरहेछ हाम्रो बलरले। यो वर्ल्ड कप भएन त अब के, 27 को वर्ल्ड कप त छ नि, अनि त्यसपछि 28 को छ। हाम्रो बौलिङ धेरै राम्रो छ, मात्र ब्याटिङमा सुधार ल्याउनु छ भने फिल्डिङ त दामी रहेछ नि। नेपाल भर्सेस इङ्ल्यान्डको म्याचमा जब रोहित पौडेलको क्याच फिल सार्टले समातेको थियो, त्यो क्याच फेयर थियो, किनभने त्यो म्याच त म त्यति बेलासम्म हेर्न सकेन। अनि अहिले धेरै हेरिरहेछु युट्युब अनि इन्स्टामा कि त्यो क्याच ग्राउन्डमा टच थियो। त हजुरले हेर्नुभएछ भने बताइदिनु कि त्यो फेयर थियो कि अनफेयर थियो।